भाइको लागि एकछिन पछाडि बसिदियो बाइकै हाल्यो गाडीमा कता ढिलो लिन्छ मर्ला आज यहीँ बस्यो भइदिन्छ भाइ दही पनि पाइगयो खिर पनि पाइगयो बगान त ल अब कडा भिडियो रनत सर सर म यतिबाट फुटाल्छु कि अब फुटालु भाइरल बट्टा यार नि भाइरल बट्टा यता खिच्छ त ओ कहाँ अप्ठ्यारो त आयो खेत जस्तो पनि ल्याएन यार साथीहरु तिनीहरु हेड्यो यहाँ के पहिला केटाको होला हैन
कहाँ घर हजुरको गर्नुपर्छ पछि माथि आउँछ ल हाई गरौँ त यसो र तपाईहरु खानु म बनाइदिला भिडियो म बनाइदिला भिडियो हुन्छ हुन्छ म्याडम हजुर नछुड्नु न ल्याउनु म खिच्नु खाली एउटा सम्झना है हातले सम्झ त्यो उमा छ के हेर्नु त त्यो अचारमा छ अचारको चाहिन्छ हेर्नु ओ त्यो तुमी जना हाल एउटा मात्रै भेट्न के हब्बे के रह्यो नि त अचार हातन राख्नु नानले मात्र पुग्नु के ढिला नि पुग्न ओके छ दे बाकाले के धान पानी जोला सबैजना हाई गर्नु न अर्काहरूले हेलो अर्काहरूले हामीलाई हाइगर्न गाह्रो छ हामी त तलतिर हाइ यता हाई गर्नु यता 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 हाई बाबु अशोक म केही खान्न सबै खानु मजाले केही हुन्न हजुर टन्नै खानु क्या केही हुन्न बर्दामा अरू खाने हैन के मासु मात्रै खाने अरू बाहेक मासु खाने पानी एकाडा पानी गिलासमा हाल्दैन पानी हाल्दैन पानी छ गिलास हुन नि त पानी न भयो भयो धेरै यतातिर फरक मान्छे नभए सबै सबै खेती अनि त्यो जिउहरू कहाँ छ झोलामा निकाल्नु झोला ल्याउनु भयो कि नि हजुरहरूले उता त ल्याउनु भएन झोला झोला सबै छन् क्या झोला ल्याउनु भएन नमस्कार मेरो नाम गुरुचन्द्र रोकाया टिला छ म घोडे एउटा जनजाति माविको व्यवसाय अध्यक्ष नमस्कार म जयलाल ढोकाया म जनजाति माध्यमिक विद्यालयको प्रधानाध्यापक नमस्कार म तुलवीर रोकाया ठेगाना तिला गाउँपालिका वार्ड नम्बर 7 जुम्ला हाल श्री सूर्योदय माध्यमिक विद्यालय दुल्लु दैलेङमा कार्यरत शिक्षक नमस्कार म विष्णु रोकाया जनजाति माध्यमिक विद्यालयको सहायक प्रधानाध्यापक नमस्कार म बलवा रोकाया जनमाविको लेखापाल नमस्कार म बमबहादुर रोकाया म जनजाति माविको इङ्ग्लिस टिचर नमस्कार म खुमराज केसी ठेगाना कुमा गाउँपालिका सल्यान हाल कार्यरत विद्यालय जनजाति मावि गणित विज्ञान शिक्षक
नमस्कार, म कमल प्रसाद भट्टराई, जनजागृति माध्यमिक विद्यालयको गणित शिक्षक। नमस्कार, मेरो नाम कमल ढोकाया, श्री जनजागृति माविको कार्यालय सहयोगी। नमस्कार, म रविन्द्र कुमार रोकाया, श्री जनजागृति मावि तिला 6 घोडे पोखरीको शिक्षक। नमस्कार, मेरो नाम धनबहादुर रोकाया, जनजागृति शिक्षक। नमस्ते, मेरो नाम रामप्रसाद पाण्डे, मेरो घर चाहिँ गुठीचौर 4 जुम्ला पर्छ र म अहिले एभरेस्ट नेटवर्कको मालिक। नमस्कार, म अनिल कुमार विश्वकर्मा, श्री जनजागृति माध्यमिक विद्यालयमा कार्यरत विज्ञान शिक्षक र मेरो स्थायी ठेगाना वीरेन्द्रनगर नगरपालिका 2 सुर्खेत र अस्थायी ठेगाना तिलाबुवा नगरपालिका 2 रतडा। हस्, धन्यवाद। यसबाट आउँछ यहाँ नहालेपछि मिस्टेक हो, यो हालेन। यता कमब्याक। फेरि आउँला कहिले, यस्तै गरी टाइम मिलेपछि फेरि आउँला कहिले। आधा रोटी ब्लक खिर हुन्न होला त सायद आइस। किन हुन्छ? रोटी खाऊँ न त। होइन, 1 मिनटको हुन्छ, बिस्तारै तपाईँहरू लिनु न। सबको उमा हाल्ने त अहिले हटसम्म हाल्नु क्या। एक मिनटको भिडियो छ कि मजाले हाल्न मिल्छ। ल हाम्रो ल यही मेड है तपाईँको यार नराम्रो आइगयो है। तपाईँको जुगामा क्या लाग्यो यार। ल ल ल हाँटो आएन त।
छु चोखो माया मनभरि साच्नेछु विश्वास गर सानो साँचो माया गर्छु मलाई रुवाई छोड्यौ भने अन्तै नाता जोड्यौ भने म त बाँच्नै सक्दिन तिम्रै निम्ति मर्छु जुम्ला साइके रानी पान खाने सुपारी खाने हे जुम्ला साइके रानी पान खाने सुपारी खाने हे मेरो गैलो बानी डिट पड्या भेट भइ गई मान्दो हे मेरो गैलो बानी डिट पड्या भेट भइ गई मान्दो हे मेरो गैलो बानी डिट पड्या भेट भइ गई मान्दो आया छ ता भन्सरका झोलो दुनु आयो अन्य कसरी आमा ह्यान्डसम आयो यो मान्छे हिजो थलापाती हो माओवादीका तलमा हिँडेर खुबै गऱ्यो होला मेरो तालिम पत्र छैन अरे दुध छैन छोडिदेऊ दुध छैन सानो तिमीले भनेकै माने मर्न भन्दा बौलाउनै ठिक ठाने खरेको बेत काँडा बनिर माया पिरतीको मुटु भरि तिम्रै नाम भरेर मिठा मिठा कल्पना गरेर मनमा तिम्रै माया बोके यहाँसम्म रुँदै कहाँ जाऊ म कहाँ खोजु म तिम्रो दर्शन पाइन मैले आँसु मात्रै पाएँ रेडी है हिँड्नु एकछिन गयो कठै रोटी नामी खाला कहाँबाट
कंफ्यूज है, लगती है प्यारी पर उड़े तेरे फ्यूज है, दिल करे ब्रेक तू ब्रेकिंग न्यूज है, तेरे प्रिटी फेस पे फंस गया, गलती हुई मैं तुझे देख के हंस गया, मेरे सिचुएशन पे ना लाफ करो, मुझसे दूर रहो मुझे माफ करो। हे जुम्ला साइके रानी, जुम्ला साइके रानी, पान खाने सुपारी खाने। हे जुम्ला साइके रानी, जुम्ला साइके रानी, पान खाने सुपारी खाने। गुठी चौडमा हामी सम्पूर्ण साथीभाइहरूले लिएका विभिन्न अविस्मरणीय तस्बिरहरूको सङ्गालोका साथमा हामी आज